साथीहरु अब आज हाम्रो दिदीको बर्थडे रहेको छ भने आज चाहिँ वर्ल्ड कपको फाइनल म्याच पनि हेर्नेवालामा छ हाम्रो भेनाजुको घरमा। भेनाजु अलि आइसक्नु भएको छ। हेर्नेछु तपाईहरु कसको टिम? तपाई कसको? म दुईटैको। त्यस्तो त भन्न पाइदैन है। दुईटै हो मेरो। एउटा चुज गर्नु न। सुरुदेखि नै मैले दुईटै लिएको। दुईटा त लियो अब फाइनलमा पुगेछ ठीक छ। हैन मेरो सुरुदेखिको त स्पेन नै हो तर जित्न चाहिँ अर्जेन्टिना पर्छ। स्पेनले जित्छ जस्तो लागेको छ हैन। ल हेरौँ के हुन्छ हैन। स्पेनले जित्छ भन्ने हो मेरो पनि। ल जित्छ भन्ने पनि हो के। जित्नु पर्छ भन्ने पनि हो हैन। तर अब जित्न चाहिँ अर्जेन्टिनाले अब तिनीहरुको 10 मिनेटमा गेम उथलपुथल पार्दिन्छ। ल केही छैन साथीहरु, जो जिते पनि जितोस् हैन, राम्रोसँग जितोस्। उनीहरूले दुःख गरेको छ, हामी हेर्नेलाई त मजा नै आउँछ नै हैन। उनीहरूले खेल्ने मान्छेलाई कति गाह्रो हुन्छ भन्ने कुरा उनीहरूलाई मात्रै थाहा छ। अनि अहिले चाहिँ भन्नुपर्दा पानी परिरहेको छ यसरी है। यो चाहिँ अनि सिटी स्क्वायर सामोसी चोक हो भने अनि हाम्रो दाइको घरतिर लाग्नुपर्ने हुन्छ। अब खासमा भेनाजु भन्नुपर्ने हो। अब भेनाजु भन्न अप्ठ्यारो लाग्छ। अब दाइ नै भन्छु म चाहिँ। आफूलाई जे बोल्न माला त्यही त भन्ने हुने के को भेनाजु नै हो भेनाजु नै। त्यसरी हामी जाँदैछौँ हैन। पुलिसले फेरि हान्दैला नि त। मलाई चाहिँ श्रावण लागिसक्यो है साथीभाइहरू, देख्न सक्नुहुन्छ। श्रावण भेनाले गिफ्ट दिनु पर्यो नि त। हरियो पहेँलो रातो लाउनको लागि गिफ्ट आउनु पर्यो। आउँछ हेरौँला। स्पर्श यस ठिक छ। कहाँ जान्ला हामी? अब फुटबल म्याच हेर्न। कसको टिम रे स्पर्श? स्पेन। स्पर्शले जुन टिम चुज गर्यो त्यही टिम हार्छ है। स्पर्श भन्नुपर्छ हरुवा टिम हो। यहाँबाट माथि हो के खासु त्यहाँ जम हेर्दै जाऊँ कि। हाल्दिन्छु त म के भन्नु। ल म चाहिँ दिदीको बर्थडे छ नि त अनि एउटा प्लान्ट किन्छु। अनि त्यो प्लान्ट पाउँछ पाउँदैन हेरौँ है। कुन प्लान्ट? मनी प्लान्ट। मनी प्लान्ट कुन प्लान्ट? मनी प्लान्ट मनी हेरौँ है। यही पाउँछ के उता। मैले अघि 7-8 वटा प्लान्ट लगेको थिएँ। यहाँ पाउँछ है। लास्टमा केही नपाउँदा यही ब्याम्बो प्लान्टमै फाइनल भएको अवस्था छ है। कस्तो पाउँछ जस्तो लागेको थियो, पाएन। बर्थडे गर्ल ह्याप्पी बर्थडे टु यु। बेलुका नदिने ह्याप्पी बर्थडे। Thank you so much, Babu. खोइ त अब आएन केही छैन। यो अहिले नानी अनि गर्दैछ हाम्रो दिदीलाई 1 वर्ष बुढी हुनु भएको। बुढी हुनु भएको बा बेम्बो प्लान्टै लगाएर नि राम्रो छ। राम्रो पानी हालेर पानी खालेर ल्याएको छु। Oh my god, thank you so much. Wow, मेरो बहिनीले मैले यहाँ खाली देखाएको थियो कि यो यता खाली देखाएको थियो कि अनि तल पनि खाली देखाएको थियो। अनि लास्टमा मैले पहिल्यैदेखि ल्याइदिन्छु भन्ने सोच्दै थिएँ होइन। अनि दाइ पनि अब त्यस्तो भयो क्या। अब जतिखेर नि याद आयो भने तिमीलाई हेर्न मन लाग्यो भने यो फुल हेरेर बस्छ। हल्का रमाइलो यसरी हामी दिदी बहिनी यहाँ भेटघाट भइसकेको छु भने भेनाजु चाहिँ गइसक्यो। पसल बत्ता गरेको थियो अनि घरै जाऊँ भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ यही आए। तपाईँहरूलाई सुन चाँदी चायमा यता आउनु होला। अब यो उसमा राख्छु, घरमा यो चाहिँ कलशमा राख्छु। अब घर पुगेर भेटौँ। मलाई चाहिँ यसको सबभन्दा चाहिँ यो पर्डे कस्तो मन परेको के। अनि चौरिरहेको छ साथीहरू। म चाहिँ यहाँ दिदीको घर आइपुगिसकेको छु है। हामी पसलमै थियो कि एकछिन। अनि अहिले चाहिँ दिदीको घरमा के हो यस्तो कस्तो दामी देख्यो भने हौ। ठिक छ स्पर्श। अनि हामी चाहिँ अझ वर्ल्ड कप यही हेर्नेछु है। अनि त्यस्तै छ आजको दिन। आया चार्ज नै छैन रहेछ। एकछिन चार्जमा राखिदिन्छु क्यामेरा।
Happy birthday. Happy birthday. YouTube Premium, you can watch ad free. In the background, listen ad free on YouTube Music. One subscription, 2 apps. Continue when you use other apps. एउटै बोकी छ More to discover with Premium. Try all at free of charge. रेकर्ड चाहिँ खोली गरे होला सही छ म किचनतर्फ आइसकेको छु भने होइन यहाँ चाहिँ बर्थडे पार्टीमा के पाक्यो त तपाईँहरू हेर्न चाहनुहुन्छ भने हेर्नु होला
यो हो पुलाउ दाल प्लेन पुलाउ दाल चिकन मटन अनि यता अनि यो साग साग फर्सीको मुन्टा कसको फेभरेट हो यो अचार गोर्खे अचार यो भयो सलाद यताको वरिष्ठ कलाकार हाम्रा नारायण दाई हुनुहुन्छ नारायण बेना दाई हो यति मिठो मिठो बनाउनु हुने हाम्रो दिदीलाई धन्यवाद है मासु चाखेर भन्छु कस्तो बनायो भनेर होइन मासु पकाउनु हुने दिदी हाम्रो यता हुनुहुन्छ है कति बजीदेखि खट्नु भयो 2 बजीदेखि खट्नु भएको रहेछ है हामी चाहिँ यतातिर आएको छु आज हामी यतै छौँ दिदीको घरमा है ठुलो मम्मीको घरमा है जाप्तालाई के हुँदैछ हेर बर्थडे गर्ल भात नखाने म खान्छु अब नखाला खेती चाहिँ हो कि सबैले रेकर्ड तरी ल पानी जत्रै भाडा तल लिएर जाउँ न ओ आँसुको पछि छ थाल पनि छ सजिलो हुन्छ भाग लाउने मान्छे त हैरानै हुन्छ फलमासु हाल न यसको कहाँ पुग्यो त त्यसको डारू त त्यही होला मैले चाहिँ यसले हालेको बाबु हो त्यो त कता पुगेछ मासुहरू हाल्नु कति चामसिम ए ओइ कति भात खायो तिमीले भन्दा पारु मासु अलि धेरै तिमीहरू हालेर किन नखाएको त अब यहाँ ऊ त बस्नु लाइन बस्नु शिशिर न्यू मेम्बर अर्को कता गयो ओल्ड मेम्बर आजको दिन हामी यता दिदीको बर्थडे पार्टीमै बिजी भएको अवस्था छ भने तपाईहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर माया गरिदिनु होला यदि नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै अब हामी खाना खान्छौँ हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद बाई बाई